फाइनल इयर प्रोजेक्ट डिफेन्स पछि केही यस्तो भिडियो बनाइदिने भनेर खिचेको हामीले। मान्छे भएछ त आज केटाहरु त नि के छ हो ठीक छ यार भयो नि हैन सकियो नि ठीक छ यार प्रोजेक्ट आयो अब आयो आइहारु खोइ अमृत आज मेरो कहाँ जान आँटेको एडमिनिस्ट्रेसन ए ल हाल्दैन डुल्न जानुपर्छ नि यसो कलेजको पनि पेन्ट हुने काम हुँदैछ यतापट्टि गार्डन फ्लावरिङ उता नयाँ नयाँ पात पलाएको छ यतातिर हेरौँ यता हेरौँ यता हेरौँ यता हेरौँ जस 4 वर्षको मेहनत आज फाइनल्ली सकिएको छ तर अझै एउटा इक्जाम चाहिँ बाँकी छ फाइनल त्यो सकेपछि हाम्रो इन्जिनियरिङ यात्रा सकिन्छ हैन त्यसपछि 4 वर्षमा सकिन्छ कि 5 वर्षमा सकिन्छ भन्ने कुरा त्यसपछि थाहा हुन्छ सकिन्छ सकिहाल्छ नि ब्याक लाग्दैन होला नि त यता फोटो खिच्ने कार्यक्रम हुँदैछ केटाहरूको आज ब्लग बनायो न अलिअलि खिच्यो तर खै के बनाउने झ्याउ सनम के नाम थियो सनमले गर्दै थियो त्योभन्दा अगाडि मैले खिचेको थिएँ के भन्नु भयो र ए फोटोसुट सकाएर डिफेन्स सकाएर सबै कुरा सकाएर चिलमा एकदम होइन हाँसी खुसी जिन्दगी हस्ता खुस्ता होइन है हाँसी खुसी चाहिँ हेर यस्तो हुन्छ यस्तो होइन नि यस्तो हुन्छ पैसा हरायो भने त ग्रुपमा पैसा हरायो भने म के रे हात किलामा के हो त्यो अब फाइनल इक्जाम त्यसपछि इन्जिनियरिङ सकिन्छ हाम्रो यस्तो कलेज छोड्नुपर्छ पिआरसी गुड बाई सकेर पनि हामी आएको थियौँ होइन ल आज मेजर सकेर पनि हामी ठ्याक्कै यहाँ आयो है मिड टर्म सकेर यहाँ आएको थियौँ मेजर सकेर पनि यहाँ आयौँ अब कुनै प्रोजेक्ट बाँकी छैन अब एउटा मात्र प्रोजेक्ट बाँकी छ मिसन जिन्दगी प्रोजेक्ट जिन्दगी बाँकी छ अब के हुने हो थाहा छैन सेट हाम्रो फाइनल इयर प्रोजेक्ट उसको सबै कुरा सकियो र फाइनली हाम्रो कामै सक्यो काम गर्नु हजुर सर भयो सर सकियो अब हाम्रो फाइनल इयर प्रोजेक्ट डिफेन्स पनि सकियो अब कलेज पनि सकियो 1 महिनामा इन्जिनियरिङ सकिन्छ है त